राजनीतिक आडमा एउटा पदीय शक्तिको आडमा एउटा पदीय शक्तिवाला व्यक्तिलाई बचाइन्छ यहाँ बचाइन्छ। तपाईहरु न्याय माग्न नआउनु होला, सिधै 2 टुक्रा पारेर बरु आजीवन जेल बस्न तयार हुनु होला, तर न्याय माग्न नआउनु होला। यति नै भन्न चाहन्छु म। जुन व्यक्तिले जनताको लागि सेवा र कामै गर्दैन पनि जनताले तिरेको ट्याक्सको गाडी प्रहरी नोकर चाकर किन यो चाहिँ मेरो गृह मन्त्रालय छ, यो मेरो चाहिँ प्रश्न छ। किन क्या नारायण श्रेष्ठज्यू किन उहाँको चाहिँ हजुर नमस्ते नमस्ते सबैलाई। अहिले गाह्रो भइरहेछ। सलान पानी चढाएर बसेछु 6 बोतल। हिजो मानव अधिकार कर्मीहरू पनि आउनु भएको थियो। मेरो माग कुनै नाजायज माग छैन। म माथि अपराध भयो भनेर म कपिलवस्तु जिल्ला प्रहरीका जाँदाखेरि मेरो उजुरी लिँदैन र धेरै सङ्घर्ष पश्चात काठमाडौँमा न्यायको लागि म माग गर्न आउँदा धेरै सङ्घर्ष पश्चात मेरो मुद्दा दर्ता हुन्छ र मुद्दा दर्ता भइसकेपछि पनि म माथि धेरै षड्यन्त्रहरू हुन्छ र कपिलवस्तु जिल्ला अदालतमा मेरो उजुरी परिसकेपछि मुद्दा चलिसकेपछि मलाई सम्बन्ध विच्छेद दिएको हो। मङ्सिरको 14 गते सम्बन्ध विच्छेद मुद्दा चाहिँ विचाराधीन अवस्थामा हुँदाहुँदै पनि मलाई पटक्कै गर्ने गरेको र एउटा पदको आडमा एउटा पदीय शक्तिको आडमा एउटा महिलामाथि सारा अदालत नै खनिएको छ। बलात्कारी त खनियो तर सारा अदालत नै खनिएको छ। आज 56 दिन हुँदाखेरि बल्ल तल्ल मानव अधिकार आएको छ र म मरेछु कि बाँचेछु कि हेर्न आयो। महिला अधिकार कर्मीहरू आफै जुवारी खेलामा ठिक्क हुनुहुन्छ, व्यस्त हुनुहुन्छ उहाँहरू। र मेरो माग एउटा बलात्कारी न्यायाधीश भुवन गिरीलाई पटक्कै बलात्कार मुद्दा लागेको व्यक्ति अभियोगीलाई अदालतले सहजै छोड्न हुँदैन र छोड्न पनि मिल्दैन। किनभने बलात्कार जस्तो एउटा जघन्य अपराध एउटा सेन्सिटिभ मुद्दामा बलात्कारीहरूलाई यस्तै छोड्दै जाने हो भने बलात्कारीहरूको मनोबल बढ्छ र यसको विरोधमा म आज आमरण अनसन बसेको आज 56 दिन भयो र बोल्ने स्थिति त्यति राम्रो पनि छैन। र यसमध्येमा मेरो एउटा माग एउटा निलम्बन भएको व्यक्तिले जनताको कामकाजबाट पन्छिन परेको छ, जनताको कामकाजबाट वञ्चित गराइएको छ भने सरकारी सेवा सुविधा के को लागि दिएको छ, एउटा गाडी भान्से ड्राइभर के को लागि दिएको छ, जनताको काममा मर्का नपरोस्, जनतालाई कुनै अवरोध खडा नहोस्, सहज होस् भनेर एउटा न्यायाधीशलाई दिएको जनताको रगत पसिनाको करबाट किनेको गाडी दिएको छ, भान्से दिएको छ, भान्सेको तलब खाइरहेको छ, ड्राइभरले तलब खाइरहेको छ। जब कामबाट नै वञ्चित बनाएको छ अदालतले भनेपछि त्यो सुविधाहरू फिर्ता लिन पर्छ कि पर्दैन? सर्वोच्च अदालतले सर्वोच्च अदालतभित्रै भाँडभैलो चलिरहेको छ, भित्रै भाँडभैलो मचिरहेको छ। अपराध राजनीतिकरणमा हिँड्छ, त्यहाँ दोषी पीडितहरूको त्यहाँ सुनवाई हुँदैन किनभने सबै राजनीतिक तरिकाले नै हिँडिरहेको छ, राजनीतिको तराजुमा तौलिरहेको छ अपराधलाई। र मैले निवेदन पनि पठाएको छु कपिलवस्तु जिल्ला अदालतका श्रेष्ठदार सुमन पाण्डेलाई र श्रेष्ठदार सुमन पाण्डे अफिसमा एउटा अदालतभित्र चाहिँ उहाँ 10 देखि 5 बजेसम्म उहाँको ड्युटी हुन्छ। तर उहाँ जतिखेर पनि उहाँलाई भेट्न जानुहोस्, तपाईहरु उहाँलाई भेट्न सक्नुहुन्न किनभने उहाँ ड्युटी बाहेक उहाँको अरू अन्य व्यक्तिगत काम पनि हुन्छ र त्यो व्यक्तिगत कामको लागि उहाँ दिनभरि अफिसबाट गायब हुनुहुन्छ। र मैले निवेदन पनि पठाइसकेको छु। आज निवेदन पठाएको 26-27 दिन भइसक्यो। सेवा सुविधा एउटा निलम्बन भएको व्यक्तिको सेवा सुविधा फिर्ता लिन पर्यो, खारिज गर्न पर्यो र मेरो अहिलेसम्म बकपत्र गराएको छैन जिल्ला कपिलवस्तु अदालतले र काठमाडौँ जिल्ला अदालतले पनि बकपत्र गराएको छैन र अस्ति 29 गते मेरो पेशी चढेको थियो जिल्ला अदालतमा
र 29 गते पेशी चढ्नुभन्दा अगाडि मैले सरकारी वकिलका मेरो बगपत्र भएको छैन, बगपत्रबाट वञ्चित नगराउनुहोस्, मलाई बगपत्र गराउनुहोस् भनेर मैले एउटा निवेदन हालेँ। निवेदन हालेको 5 दिन पनि भएको थिएन। 29 गते जब मेरो पेशी चढ्यो, मेरो 23 नम्बरको इजलासमा 3 नम्बरमा थियो मेरो मुद्दा, र त्यहाँ म गएँ र त्यहाँ जाँदाखेरि श्रीमानको अगाडि म रोइ कराई गरेँ। मैले आफ्नो व्यथाहरू पीडाहरू सुनाएँ होइन। मलाई बगपत्रबाट मलाई वञ्चित गर्नुभएको छ, अझैसम्म मलाई बगपत्र गराउनु भएको छैन। प्रहरीहरूले पनि बगपत्रको लागि मैले सोधपुछ गर्दाखेरि उहाँहरूले यहाँबाट छुटेको होइन, कपिलवस्तुबाट छुटेको कालीमाटीका प्रहरी मुद्दा फाँटका महिला प्रहरी हुनुहुन्छ उहाँहरू। म माथि यति धेरै एउटा बलात्कारी न्यायाधीशलाई बचाउनलाई म माथि यति धेरै षड्यन्त्र भइरहेको छ। आज म मर्ने बाँच्ने अवस्थामा छु। मानव अधिकारले प्रेस विज्ञप्ति निकाल्दाखेरि पनि सरकारको ध्यान आकर्षण भएको छैन र यसरी मैले न्याय माग्दा माग्दै म यदि मरेको छु भने मेरो लासलाई राख्नु होला र यहाँदेखि नबुझ्नु होला, किनभने यसको जिम्मेवार सर्वोच्च अदालत, सरकार, गृह मन्त्रालय र सम्पूर्ण अदालत हुनेछ। सर्वोच्च अदालत नै हुनेछ, किनभने बार मैले विरोध गर्दाखेरि मैले पटक म सर्वोच्च अदालतमा गएर मैले भेटेँ र मैले होइन एउटा निलम्बन भएको व्यक्तिले सरकारी सेवा सुविधा किन पाइरहेको छ, त्यो सरकारी सुविधा त दिन भएन, तान्न पर्यो भनेर मैले त्यत्रो निवेदन चढाउँदाखेरि पनि अहिलेका आउनु भएको छ न्यायाधीश, प्रधान न्यायाधीश विशम्बर श्रेष्ठ, उहाँको कानमा पुगेको छैन कि उहाँले आँखा बन्द गर्नुभएको छ कि कान बन्द गर्नुभएको छ कि उहाँले आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छैन। एउटा निलम्बन भएको व्यक्तिलाई सरकारी सेवा सुविधा दिन हुन्न भन्ने कुरा त सबैलाई थाहा छ नि। निलम्बन भएको छ भने सरकारी सेवा सुविधा पनि तान्न पर्यो र आज मलाई बगपत्र नगराएर जिल्ला अदालत काठमाडौँ र जिल्ला कपिलवस्तु अदालतले यदि म माइती घर मण्डलामा आमरण अनसनमा यदि मरेको छु भने मेरो लास यहाँदेखि नउठाइदिनु होला र म समस्त दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, एउटा पदीय शक्तिवाला व्यक्तिले तपाईँको इज्जतमा दिन दहाडै हात हाल्न पनि सक्छ, हमला पनि गर्न सक्छ, तर तपाईँ न्याय माग्न अदालत नआउनु होला। तपाईँ खुकुरी समातेर त्यहीँनिर 2 टुक्रा पार्नु होला, तर न्याय माग्न अदालत नआउनु होला भनेर म सबै दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु। किनभने हामी गरिबले न्याय पाउँदैनौँ। एउटा राजनीतिक आडमा, एउटा पदीय शक्तिको आडमा एउटा पदीय शक्तिवाला व्यक्तिलाई बचाइन्छ, यहाँ बचाइन्छ। तपाईँहरू न्याय माग्न नआउनु होला, सिधै 2 टुक्रा पारेर बरु आजीवन जेल बस्न तयार हुनु होला, तर न्याय माग्न नआउनु होला। यति नै भन्न चाहन्छु म। उहाँको होइन, मैले किन सरकार किन मोहन छ क्या, जब उहाँले न्यायालयबाट न्याय दिन्छ भन्ने आशमा हुनुहुन्छ, न्यायालयलाई सम्मान गरिराख्नु भएको छ, जबकि उहाँलाई सस्पेन्डमा राखे, जब उहाँले राज्यको र जनताको कामै गर्नुहुन्न भने जनताको सुविधा लिएर जनताले तिरेको करको सुविधा किन क्या उहाँलाई दिने, किन? उहाँको त यति मात्रै माग छ, उहाँ अपराधी हो, पछि गएर अपराधमा घोषणा हुन्छ, न्यायालयको मान्छु, न्यायालयलाई कुर्छु भनिराख्नु भएको छ भने जुन व्यक्तिले जनताको लागि सेवा र कामै गर्दैन भने जनताले तिरेको ट्याक्सको गाडी, प्रहरी, नोकर चाकर किन? यो चाहिँ मेरो गृह मन्त्रालय छ, यो मेरो चाहिँ प्रश्न छ, किन क्या? नारायण श्रेष्ठज्यू किन उहाँको चाहिँ सेवा सुविधा खोज्न सक्नुहुन्न क्या? दुनियाँ भ्रष्टाचार रोक्छु भन्नुहुन्छ, यो भ्रष्टाचार होइन, यो कुशासन होइन, यो भ्रष्टाचार होइन। भ्रष्टाचारको खोक्रो नारा मात्र नलगाउनुहोस्, यस्ता भ्रष्टाचारीहरूलाई पनि रोक्ने काम गर्नुहोस् गृहमन्त्रीज्यू। यस्ता मान्ने मानिसको मरण शैलीमा गइराखेको छ, मानिसको ज्यान प्यारो कि उहाँको सुविधा प्यारो कि तपाईँहरूको पक्षमा मुद्दा फसेला हुन्छ भनेर अहिलेसम्म उहाँलाई चाहिँ पालन पोषण गरिराख्नु भएको छ। न्यायालयमा चाहिँ तपाईँहरूको पक्षमा मुद्दा फसेला गरोस्, यस्तो न्यायाधीश चाहिन्छ हामीलाई भनेर चाहिँ उहाँलाई सेवा सुविधा दिइराख्नु भएको होइन भने उहाँलाई जब न्यायालयले सस्पेन्ड गरेको छ भने सेवा र सुविधा किन क्या? वाइ किन? हाम्रो पैसा हो त्यो सेवा र सुविधा भनेको, मैले उहाँले तपाईँले सबैले तिरेको करबाट चढिराख्नु छ, किन? यो करको दुरुपयोग भयो।
जनताको पैसाको दुरुपयोग भयो, दुरुपयोग नहोस्। गृहमन्त्रीज्यू तुरुन्तै उहाँलाई दिएको सेवा र सुविधा खोसियोस् र उहाँलाई आरती ज्यूलाई चाहिँ यो अनसनबाट चाहिँ बाहिर निकालियोस्। उहाँले मसँग प्रतिबद्धता गर्नुभएको छ, जुन दिन उहाँको सेवा र सुविधा राज्यबाट लिइन्छ त्यो दिन चाहिँ अनसन तोड्छु भन्दा प्लिज गृहमन्त्रीज्यू मानिसको जीवनभन्दा प्यारो उहाँको सेवा सुविधा होइन, त्यसैले उहाँको सेवा सुविधा आजको दिनदेखि कट्ट गरिदिनु होला।